हेलो हजुर, नमस्ते सबैजना दाजुभाइ दिदीबहिनीहरूमा। म तिला भट्टराईको तर्फबाट हजुरहरूलाई छोटो रिल फेरि लिएर उपस्थित भएको छु। हामीहरूले एउटा यथार्थ कुरो बुझ्न सक्नुहुन्छ, हजुरहरूले बुझ्न सक्नुहुन्छ होला भन्ने सोचेको छु। धन सम्पत्ति र आचरण गुमे अलिकति या आदि गुम्छ, तर हाम्रो शरीरको स्वास्थ्य गुमे सर्वस्व गुम्छ। त्यही भएर हामीले फेरि बाँचेर केही गर्न सकिँदैन। यदि स्वास्थ्य बचाउन हजुरहरूको इच्छा छ, यदि तपाईहरू म स्वस्थ रहन चाहन्छु, स्वस्थै भएर बाँच्न चाहन्छु भन्ने लाग्छ भनेदेखि डिएक्सनको प्रोडक्टहरू तपाईहरूलाई हुनसक्ला कति नेगेटिभ मान्छेहरूको लागि सकारात्मकता घुराउन एकदमै गाह्रो हुन्छ। जतिखेर पनि राम्रो कुरा भने पनि नेगेटिभै सोच्ने मान्छेहरूलाई त केही गर्न सकिँदैन, तर सकारात्मक सोच्नुहुन्छ। यदि आफ्नो स्वास्थ्य गुम्यो भने रियलीमा हामीले कमाउन केही पनि सकिँदैन, बाँच्न पनि आनन्दले सकिँदैन भन्ने लाग्छ भने तपाईँहरूले डिएक्सनको प्रोडक्ट यो स्पारुलिना युज गर्नुहोस्। स्पारुलिनाले हाम्रो शरीरको खुनलाई सफाई गर्छ, खुनलाई नयाँ खुन बनाउनमा मद्दत पुर्याउँछ। हाम्रो शरीरको खुन 120 दिनमा रिसाइकल हुन्छ। त्यो रिसाइकल भएर युज गर्न हुने अवस्था बनिनुभन्दा नयाँ खुन बनिनमा मद्दत पुर्याउने हजुरहरूको प्रयास यो स्पारुलिना युज गर्नाले हुन्छ। यो जियाले भन्ने तत्त्व यसमा के अरे भएको पाइन्छ। जियाले भनेको चाहिँ हाम्रो आमाको दुधमा पाउने एकमात्र पौष्टिक आहार भएको तत्त्व हो, त्यो यसमा पाउने गर्छ। त्यसले गर्दा हाम्रो स्वास्थ्य शरीरलाई एकदमै स्वस्थ बनाउन मद्दत पुर्याउँछ। अनि एकदमै रोगी पीडितहरू मतलब अब एकदमै भिटामिनको कमी भएर सप्लिमेन्टहरू युज गरिरहनु भएको छ भने तपाईँहरूले यो डिएक्सनको स्पारुलिना युज गर्नुहोला। अनि यसबाट धेरै फाइदाहरू पाउनुहुनेछ। तपाईँहरूले यो किन्दाखेरि बाहिरी मार्केटमा पाउँदैन, यो डिएक्सनको सिस्टममा किन्नु होला। त्यही सिस्टममा किनेर पोइन्ट बढ्दै जाने कुराले हाम्रो शरीरमा धेरै राम्रा कुराहरू उत्पन्न गराउन मद्दत पुर्याउँछ र यो लिनुहोला, स्वस्थ बनिनु होला। अनि अर्को कुरा पनि यो छ, यो मोरन्जी जुस, यो मोरन्डा सिट्रोफोलिया फलबाट बनाएको एकदमै दुर्लभ जातिको फलबाट उत्पन्न गरिएको जुस हो। डिएक्सनको कम्पनीले उत्पादन गरेको यो एकदम अर्ग्यानिक छ। यसमा कुनै प्रिजर्भेटिभ, कलरिङ, फ्लेभरिङहरू लगाएको छैन। शुद्ध फललाई पेलेर जुस बनाएको जुस छ। यसमा एकदमै राम्रो जुस। यसले 250 भन्दा मोर एलिमेन्टहरू यसमा उपलब्ध हुन्छ र यसले पाठेघर सम्बन्धी, महिलाहरूको स्तन क्यान्सर सम्बन्धी धेरै राम्रा कामहरू गर्छ र यसले कोलन क्यान्सर सम्बन्धी पनि यसले धेरै राम्रो गर्छ। क्यान्सरसँग लड्न सक्ने शक्तिको विकास गर्छ र यो जुसहरू खानुहोला, स्वस्थ हुनुहोला। सबैजनालाई आह्वान गर्दैछु, हजुरहरूलाई सकारात्मक लाग्छ भने यो कुराहरू सेवन गर्न सुरु गर्न सक्नुहुनेछ। धन्यवाद।